अब हाम्रो अन्तिम पडाव आउँदैछ झिमी खोलामा खोला छ अब खोलामा त तिमीले एक ठाउँमा नानी पक्रिनुपर्छ कि त मैले नानी काँधमा बोक्नुपर्छ तिमीले के लानुपर्छ हेर्नु न झारहरू फुलहरू फुल्न थालिसक्यो हामीले चाहिँ सिला यहाँनिर ब्लुबेरीहरू पनि फल्ने रहेछ यस्तो ओह्रालोमा हाङ्गुम हामी चाहिँ हाङ्गुममा हिँडेको जस्तो लाग्दैछ यस्तो चाहिँ गाइस यस्तो ठाउँतिर आएको छौँ है हामी याङमेन बेबी याङमेन कति धेरै नि आमा झ्याउ कति धेरै यताको रुखमा पनि छ जुमी व्हाट डु यु थिंक यो खानु मिल्छ हामीले मिल्छ यो त हो त खाने चाहिँ हो नि उमा नजिकबाट हेर्नुहोस् नि यही हो त 101% ग्यारेन्टेड यही झ्याउ हो मम्मी तपाईँ छिटो आउनु होला यहाँ नजिकबाट देखाउनु झ्याउहरूले पर्खिरहेको छ टक्क सुँगुरको आन्द्राभित्र खाँदेर चाहिँ लिम्बू स्टाइलको पकवान खानुपर्छ खानु मिल्छ ए खानु दिन्छ यहाँ सिटाउन ल लेट्स गो ल चौकी मैला बोक्छु यही चौकी मलाई फेरि खेल्नुलाई यहाँ त झन् रुखैभरि यहाँ म रुखमा पनि देखाइदिन्छु याङमेन कि याङमेन कति धेरै छ एक बोरै हुन्छ होला ओइ मलाई छोडिराखेको थियो कस्तो मलाई चाहिँ यो छोडिदिइराखेको अरे क्या अलिकति पानी रहेछ बोक्नु न बाबा ए मेरो जुत्ता धुने त यहाँ रहेछ नि अघि हिलोमा बसेको यहाँ धुन्छु म म चाहिँ यहाँ जुत्ता डुबाएर यस्तै धुन्छु अघि मैले उपर मेरो जुत्ता भिज्यो नि त हिलोमा डुबेको हो कस्तो हिलो रहेछ अनि यहाँ धुन्छु दामी भयो ओइ ला यस्तरी हिलोमा हिँडेर आएको कति साह्रो हिलो थियो सक्स छ होला ए छैन होला बाबा कि छ कि हेर त सक्छ भने म त्यो ल्याउँछु यहाँ बस्दै गरेर आराम पनि हुन्छ अब यहाँ ब्यागमा छ कि छैन जस्तो छ ला छैन